सुन त, एकछिन सुन है, तिमीलाई केही भन्न चाहन्छु। तिमी थाकेको छैनौ, मनभरि धेरै कुराहरू छ। जीवन कहिलेकाहीँ बुझ्दैन कि हामीलाई भने जस्तो लाग्छ नि, होइन? तर एकचोटि सोच त, यदि जीवनले बुझ्दैन थियो भनेदेखि अन्धकारपछि उज्यालो किन आउँथ्यो? त्यसैले तिमी आफैलाई एकचोटि निहालेर हेर, आफैलाई बुझ, आफैलाई सोच, आफ्नो मनलाई हेर, आफ्नो शरीरलाई हेर, अनि आफ्नो सपनालाई हेर। तिमी सक्छौ, तिमी बलियो छौ, तिमी उठ, फेरि हट। छोड न संसारको कुरा, नहेर संसारलाई। कसले के भन्दैछ, कसले के सोच्दैछ, केही पनि नहेर। तिमी हिँड, तिमी एउटा यात्री हो। तिमीसँग आफ्नै एनर्जी छ, आफैसँग आफ्नै भित्र एउटा छुट्टै किसिमको ऊर्जा छ। त्यो ऊर्जालाई हेर अनि बस तिमी आज एउटा निर्णय गर अनि तिमी अगाडि बढ। आफूले आफैलाई रोज्न जरुरी छ साथी। आफैलाई रोज फर्स्टमा अनि अगाडि बढ।